तपाईँ पनि नेता हुन थाल्दै हुनुहुन्छ, त्यसो भए अब मलाई तपाईँमाथि पनि शङ्का लाग्छ। हजुर। जति बेलासम्म तपाईँ अधिवक्ता र हाम्रा विषय बोकेर हिँड्ने मान्छे हुनुहुन्थ्यो, त्यो दिनसम्म म तपाईँलाई शङ्का गर्दैन थिएँ। तपाईँ सही बोल्नुहुन्छ, शुद्ध बोल्नुहुन्छ, मनको कुरा बोल्नुहुन्छ भन्ने लाग्थ्यो। जब तपाईँ नेता बन्नेतिर लाग्नुहुन्छ अनि मलाई कस्तो लाग्न थाल्छ भने अब यो मानिस हाम्रो मित्रबाट शत्रु हुनतिर लाग्यो, अब यो मानिस जनताका कुराबाट आफ्नो परिवार र आफू कमाउनेतिर लाग्यो, यसले परिआउँदा देशै पो बेच्दा लागि भन्ने शङ्का लाग्छ कि एकदमै यस्तो बनाएको छ, नलाग्नु पर्ने हो होइन। त्यस भएर सोधेको। हजुर। मेयर बालेन्द्र शाहले चाहिँ तपाईँसँग कानुनी विषयहरूमा सल्लाह नलिने, तपाईँले भेट्न चाहँदा भेट्न नपाउने, किन उहाँलाई आरोप लाग्छ क्या उहाँ चाहिँ मान्छेसँग भेट्दै नभेट्ने, कसैसँग सल्लाह नलिने, एकदम अर्को निरङ्कुश तान्सा हो भनेर। त्यस्तो हो त उहाँ? होइन, सबै कुरा त मैले चाहिँ अहिले नभनौँ होला होइन, आफ्ना पर्सेप्सन पनि हो। मैले चाहिँ बाँकी छ। हजुर, तलब त मेरो चाहिँ जति छ म कसैलाई देऊ भने पनि दिन्छु, म लिन बाँकी केही होला, यही रिकमेन्ड गर्नुहुन्छ भने म दिन्छु, केही छैन होइन, त्यो ठुलो कुरो छैन। कृपया यस्तै यस्तै भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानल प्रान्सी डिजिटल क्रिएसन सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।